भइरहेछ पछाडि अब चाहिँ यसले बोल्छ हेलो गाइस मेरो नाम चाहिँ सबिना तामाङ हैन म चाहिँ भर्खर मेरो नाम सबिना तामाङ भने त होइन मेरो चाहिँ सेकेन्ड हैन सेकेन्ड गेम हो हैन यसको चाहिँ के गेम हो कतिचोटि खेल्छ मैले भन्नाले 8 चोटि खेले अनि त्यहीमध्ये एउटामा चाहिँ जितेन त्यो चाहिँ भन्नाले चिटिङ भएको हो कि गाइस आज म 4 चोटि जाँदैछु गेममा अब मेरो चाहिँ फर्स्ट गेममा चाहिँ थर्ड भएँ हैन अब सेकेन्ड गेम हेरौँ के हुँदो रहेछ तिमीहरू त कराते क्विन हो क्विन तिमीहरू हैन जहिले फर्स्ट आउने मान्छे के भन्ने अब बाई बाई जान लागो गेम खेल्न कराते हो यो चाहिँ हाम्रो भाइ भाइहरु यो चाहिँ भाइ र बहिनीहरु हो बान्धे तेरो कसम मेला साथी नै छैन मर्दा साथीहरुले यस्तो इग्नोर गर्न नि मजा आउँछ है साथीहरुसँग के चटपटे खान जाँदा नि मजा आउँछ के म गाइस म अहिले रिपोर्टिङमा भन्दैछु है म जितेपछि खेल्ने हो नत्र भए 500 ल्याछु 500 लिएर 600 जति ल्याछु पारिबाट चटपटा खाएर भाग्दिनु जित्यो भने जित्यो हाले बस्ने हो तिम्रो नाम चाहिँ के हो भन् त मेरो नाम अनि म चाहिँ आइसा तामाङ पढ्का त्यो त हो कुन ठाउँ रे हामी गेन्जिङ आइपुगिसक्यौँ राजनगढ त्यो ठाउँ त देखेको होला नि तपाईहरुले होइन अब हेर्नुपर्छ फेरि ट्राई गर्ने सकेन भने के गर्नु होइन सकेन भने चटपटी खान चाहिन्छ केही छैन तर म जानुपर्छ यो कराटे पागल रहेर बिचमा हेलो गाइज यो रिसाई बम भाइ बम म यस्तो छ कि यार यो मलाई भिख मागिरहेको यता बम भएर चलिरहेछ उता बमरहरू उता गइरहेछ हेर्नुहोस् त बम गेममा यस्तो बम यहाँ आएर कस्तो लागिरहेको छ ह्यान्डसम लागिरहेछ कस्तो लागेछ अब त्यस्तै भन्ने हुन्छ नि अनि अरु के भन्ने खाएर कति भन्नु त म रिपोर्टर हो कि भइरहेछ रेकर्ड भइरहेछ अँ ल मजाले कि जुत्ताले मजाले हो मजाले ल ठिकै छ ल सोध अब के सोध्ने सोध न कस्तो प्राउड फिल लाग्दैछ प्राउड फिल लाग्दैन ह्यान्डसम फिल लागिरहेछ मलाई चाहिँ भन्ने लाग्छ भेरी ह्यान्डसम हो ल, कहिलेकाहीँ गर्व लाग्छ मलाई कहिलेकाहीँ म के कमलले मुटुमा छुदो रहेछ हो र अनि ल सबैजना भाइ बहिनीहरूलाई बेस्ट अफ लक राम्रोसँग खेल्ने है हुन्छ बहिनी मात्र आज नारी दिवस होइन अनि कुइनो दिवस कहिले त कुइनो दिवस नारी दिवस कहिले कुइनो भन्छ होइन एल्बो अनि उ ल जुनियर हैन हाम्रो जुनियर अब हामी एकछिनको लागि ब्रेक